आज पनि लुटुस मार्केटतिर आइएको छ साथीहरू सपिङ गर्नलाई। के गर्ने साथीहरू 3 दिन छुट्टी थियो, अब 2 दिन छुट्टी बाँकी छ। पर्सिको दिनबाट काम गर्नुपर्छ। फेरि के गर्ने, लामो छ छुट्टी, 3 दिन छ। पहिला चाहिँ यो मार्केटको नाम चेस्को मार्केट थियो। अहिले चाहिँ लुटुस मार्केट भएको छ है साथीहरू। नाम फेरिएको छ। क्या हो, यहाँ झिलिमिली बजार लागिरहेछ। म जान्छु त्यो भित्र पनि, देखाउने छु त्यो भित्रको रमझम साथीहरू। पसलहरू खोल्या रहेछ है साथीहरू, बेग्लै तरिकाले बनाएर रहेछ। हेर्दै जाउँ कस्तो कस्तो छ यो भित्र। अलिक सस्तो सामान राखेको जस्तो छ। केटाहरू घुम्दैछन् भित्रतिर। पसलहरू पहिला यहाँ गाडी पार्किङ थियो, अहिले पसलहरू छ है साथीहरू। तल मार्केटभन्दा तलको है साथीहरू। हेर्नु भित्रै बजार रहेछ अहिले। अलिक सस्तो छ कपडा पनि, तपाईँले देख्न सक्नुहुन्छ। केटाहरू कता घुम्नु पर्यो यो मार्केट। कता गएर केटाहरू के सामान किन्नु लाग्यो त। यहाँ छ यो बजार, यो पार्किङ गर्ने ठाउँ हो। यो चाहिँ खास गरी हो नि, अहिले यहाँनिर भित्र बजार राखेको रहेछ। सालमा एकचोटि बस्छ यो बजार। यहाँनिर 1 हप्ता राख्छ, धेरै राख्दैन। यहाँनिर ब्याग 10 रुपियाँमा पाउने रहेछ हो। हिजो मैले 50 रुपियाँ हालेर ब्याग किने हो साथीहरू। के गर्ने, यहाँ छ कच्छा। यो कच्छा 40 रुपियाँको हो। पैसा छैन, ल्याएको छैन। बकुला नै हो त नि। यतातिरकै पसल खाली गरेर तल आएको छ भाइ हो। यतातिरकै पसल हो। छैन नि, त्यही त अफर भएको। आज हेरौँ यहाँ चामलको भाउ कति छ। वहाँ त 50 रुपियाँ 50 सेन्ट छ भाइ मेदिनमा। आइयो लुटुस मार्केट भित्र आइयो है साथीहरू। लुटुस मार्केट भित्र पस्नु लाग्दैछन् साथीहरू। यहाँ सामानहरू कस्तो के छ, अलिक सस्तो छ यो। अलिक अरू मार्केट भन्दा अर्को छ एउटा अलिक सस्तो। यो भन्दा सस्तो मार्केट चाहिँ 51 छ। अलिक हामीलाई अलिक टाढो पर्छ, 20 मिनट जति लाग्छ हिँडेर। यही हो है लुटुस मार्केट साथीहरू। चामलको भाउहरू यस्तो छ। चामलको 10 किलोको 5 किलोको यो भेषहरू यहाँ छ है।
अब सीधा